शरद ऋतुको आनन्द वर्षाको झमझम आवाजमा आज हामी आफ्नो ब्याकयार्डमा बसेर तिहारको पूर्व सन्ध्यामा बनाएका सेलका परिकार हामी चियासँग खाँदैछौँ र वर्षाको आनन्द लिँदै आफ्नो दिन सुरुवात गर्दैछौँ। फिर्नीको लागि केही यसको आफ्नो स्वरूप निकाल्नको लागि पत्र बनाउँदैछन् श्रीमतीले। फिर्नीको पत्र बनाउँदैछन्। दिस इज द वे अफ मेकिङ फिर्नी। र अब हामी 2082 सालको शुभ दीपावलीको उपलक्ष्यमा केही मिष्टान्तहरू तयार गर्दैछौँ, जसको सुरुवात फिर्नीबाट हुन गइरहेछ। माई डियर लभ इज मेकिङ फिर्नी रोटी। सो हाउ रिमा, के गर्न लागेको तिमी? मैले फिर्नी रोटी बनाउँला बाबा। क्यान यु मेक अ लिटल बिट लाउड साउन्ड? मैले फिर्नी रोटी बनाउँला, फिर्नी रोटी। ओके, हजुरको फेभरेट। Oh, she's trying to make a finny roti, cook a finny roti, and on her opinion is that finny roti is my favorite one. र यसै गरी हामी दीपावलीको अन्य कार्यक्रमहरू पनि यहाँ समक्ष पेश गर्नेछौँ। थ्याङ्क यू सो मच। आज हामी दसैँ तिहारको दोस्रो दिन केही तिहारका सम्बन्धित मिठाईहरू बनाउन गइरहेका छौँ। आज मेरो श्रीमती रिमा खरेल। हेलो रिमा। हाई। उसले केही मिठाईहरू बनाउन गइरहेकी छिन्, जसको नाम खजुरी। ओके, खजुरी बनाउन गइरहेकी छिन्। खजुरीको लागि आवश्यक रेसिपी चाहिँ के हो नि? के कुराहरू तिमी हाल्नु गइरहेको छौ? घरभित्रकै कुराहरू हुन्छ, खास केही हुँदैन। हजुर, नरिवल भयो, यो छोकडा, यो काजु किसमिस हालेको छैन, अनि यो मरिचको धुलो। मरिचको धुलो मैले दुईटा भाँडामा किनेको भने मुछ्न गाह्रो हुन्छ भनेर मैले दुईटा भाँडामा गरिरहेको छु। यो मरिचको धुलो भयो, अनि त्यस पछाडि यो ल्वाङ सुकुमेलको धुलो, अनि एक चम्चा हाल्दै है, ल्वाङ सुकुमेलको धुलो भयो। अनि त्यस पछाडि हजुरलाई सुजीको पिठो र आफ्नो यो घिउ के घरमै बनाएको हो? यो घरमा ओके। कहाँबाट, कसकोबाट लिएर आएको? ओके, आफैले पगालेको। ओके। यो भयो सुजी। मेन यसको चाहिँ सुजी नहालिकन त्यति राम्रो हुँदैन। ओके। सुजीलाई मैले यहाँ 2 कप हालेँ। अब यसमा पनि 2 कप हाल्छु। यसको 2 कप सुजी भयो। अनि पछि चिनी अलिक बढी नै राख्नुपर्छ होला। मैले चिनी चाहिँ बराबर त्यहाँ 1 केजीको 2 केजीको छ पिठो। चिनी चाहिँ मैले हाफ गरेर राखिदिरहेको छु। 2 3 4 1 2 3। मैले पिठोलाई यसरी पकाल्नुपर्छ कि। ओके। चिनी भयो। घिउ कस्तो साह्रो पर्यो, जमिया छ एकदमै। यसमा कति तान्नु घिउ चाहिन्छ, टन्नी चाहिन्छ। ओ माई गड, यो त गाह्रो पो छ त। तताउँ अलिअलि माइक्रोवेभ गरौँ न एकछिन। फुट्ने हो कि सिसा फेरि पडक्क गयो भने त गयो। घिउ अब यसरी कोट्याएर त कहाँ साध्य लाग्छ? मलाई त घिउ टन्नै चाहिन्छ। यसको आधी त मलाई 2टामा चाहिन्छ। के यसो अरू के हाल्यो? घिउ त्यसरी हाल्ने, अनि त्यसपछि घिउ तताएरै हाल्नु पर्यो। अनि यो दुधले चाहिँ लास्टमा गएर दुध छम्केर उ गर्नुपर्छ। अनि यो चाहिँ पिठो भयो। यो पिठो पनि म हालिहाल्छु है त काटेर।
घिउको चाहिँ व्यवस्था गर्नु पर्यो। यो घिउ त एकदमै गाढा भएको छ। घिउ चिनी पिठो राखेर पहिला मजाले माड्ने हो। यसैबाट पानी निकाल्ने हो कि अनि लास्टमा अनि दुध हाल्ने हो। अनि यस्तो बनाएपछि हजुरको 6 महिना राखेर नि बिग्रिँदैन नि त। घिउमा पिठो पर्ने हो कि अलिकति सार्ने हो घिउमा? 6 महिना राख्ने बिग्रिँदैन, तर 6 महिना त कसले खाइसक्यो, 1 महिना सकिन्छ। बिहान ब्रेकफास्टमा अर्को भाँडामा दुईवटा भाँडामा मोल्नलाई एकदमै यसको चाहिँ मेन चाहिँ मोल्ने तरिका पिठो बनाउने जे कुरोको पनि उसले पिठो बनाउने तरिका बनाउनुहुन्छ। जति घिउ तेल खनायो पनि केही हुँदैन। मेरो आज दिनभरिको काम भयो। अब तिहार हो, हुन्छ। कति जति समय लाग्छ होला? पिठो बनाउनलाई समय लाग्छ 5 मलाई त धेरै बेर लाग्छ। फटाफट गर्नु। अब यो घिउको व्यवस्था गर्दैछु नि, बरु अलिकता कसरी गर्ने। के गर्दैछौ तरिमा अब तिमी? अब बिहानको लागि अब यो पथारेर अब उ गर्ने, यसलाई तेलमा फ्राई गर्ने, डिप गर्ने। ओके, द नेक्स्ट वर्क इज पथारी एन्ड डिप। फाइनली रेडी भयो। 2 ट्रे भयो। 1 ट्रे पूजाको लागि छुट्याइदिएँ, 1 ट्रे तिहार स्टार्ट। यस, आउन पाहुना आफैलाई पनि चियासँग इज गुड। ह्यापी तिहार। ह्यापी तिहार।